नमस्कार सर। नमस्कार नमस्कार। ए तपाईँ आउनुभयो? हजुर सर, अरू एक्टरहरू पनि आउनुभयो कि? अरू एक्टर पनि आउँदै हुनुहुन्छ। अब यसो एकैछिन मिटिङ गरेर हामी जय नेपाल हो डाइरेक्टर साहब, जय नेपाल। जय नेपाल। अनि ए तपाईँ पनि आउनुभयो? उहाँ चाहिँ आए नि भने हाम्रो फिल्मको हिरो अनि म चाहिँ को त? तपाईँ पनि हिरो नै हो? होइन डाइरेक्टर साहब, अस्ति अडिसन हुँदाखेरि हाम्रो ग्रुपमा एउटा मात्र हिरो छ भनेर भन्ने, अनि एकछिन यसलाई पनि हिरो भन्ने। तपाईँले मलाई हिरो चुज गरे होइन? होइन तपाईँ नै हो हिरो चाहिँ। अहिले कस्तो कुरा, म अस्ति तपाईँ ह्यान्डसम हुनुहुन्छ, पर्सनालिटी राम्रो छ, हिरोको जस्तो छ भनेर मलाई सिलेक्ट गरे। पर्सनालिटी हेर्नुहोस् न, मलाई हेर्नुहोस् न, बुढो राम्रो जस्तो देखिन्छ, यो हिरो हुन्छ। ए मैले अस्ति 2वटालाई पो हिरो बनाउँछु भनेको थिएँ। भन्नुभएको थियो, मलाई भन्नुभएको थियो, उहाँलाई पनि भन्नै भएको रहेछ। तपाईँहरू चिन्दैन होला, यसको लागि मसँग चलिरहेको के आइडिया हो त्यस्तो? तपाईँहरू दुईजना एक आपसमा लड्नुहोस् होइन, अनि जसले जित्छ त्यो चाहिँ मेरो फिल्मको हिरो। कस्तो लाग्यो मेरो आइडिया? लगाउनु ठिक छ नि डाइरेक्टर साहब, यस्ता छरपातीलाई त म किनेरको ढालिदिइहाल्छु। ल तपाईँ दुईजना लड्नुहोस्, अब जसले जित्छ त्यो चाहिँ मेरो फिल्मको हिरो। एक्सन। ल लड्नुहोस् तपाईँहरू, लड्नुहोस्। गोल जित्छ, लड्नुहोस्। गोल जित्छ। एक दुई उठ्नुभयो। ए लड्नुहोस्। एक दुई तीन। ल उहाँले हार्नुभयो। ल तपाईँ हिरो हुनुभयो मेरो फिल्मको। अब चाहिँ हामी सुटिङ गर्नुपर्छ।